आज हामीसँग बन्नको लागि डेल इन्स्पिरन N4110 आएको थियो। यसको किबोर्ड रिप्लेस गर्नुपर्ने थियो अनि एसएसडी हाल्नुपर्ने थियो। क्लाइन्टको भनाइअनुसार यो ल्यापटपको किबोर्ड चल्दैन अनि ल्यापटप पनि लास्टै स्लो छ। हामीले बुझिसकेका थियौँ प्रब्लम के छ भनेर। यो ल्यापटप निकै पुरानो हो, तपाईँहरूले हेर्दाखेरि बुझ्नुहुन्छ होला। त्यस पछाडि हामीले यसलाई खोल्नतिर लाग्यौँ। यसलाई खोलखाल गरेँ मैले। हार्ड डिस्कको ठाउँमा एसएसडी हालेँ र हार्ड डिस्कलाई सेकेन्डरी स्टोरेज बनाएर क्याडी हालेर सिडी रोम राख्ने ठाउँमा राखिदिएँ। अब हामीसँग आएको ल्यापटप त्यतिकै पठाउने कुरा त भएन। बाँकी यसलाई मैले सर्भिसिङ पनि मजाले गरिदिएँ। यसको फ्यानभित्र यस्तरी धुलै धुलो थियो, मैले त्योहरू पनि सफा गरेँ। मदरबोर्ड क्लिन गरिदिएँ, अरू बाँकी के प्रब्लमहरू थियो त्यो सबै हेरिदिएँ। लास्टमा यसमा मैले नयाँ किबोर्ड हालेर किबोर्ड चलाएर चेक गरेँ। अब यसमा विन्डोज हाल्नुपर्ने थियो र अरू सफ्टवेयरहरू हाल्नुपर्ने थियो। बाँकी सबै प्रोग्रामहरू मैले हालिदिएर यसलाई रेडी गरिदिएँ। अब क्लाइन्ट आउनुहुन्छ, पेमेन्ट गर्नुहुन्छ र यो ल्यापटप लिएर जानलाई रेडी छ। यदि तपाईँहरूको पनि कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी क्यामेरा बिग्रेको छ वा नयाँ किन्ने सोचमा हुनुहुन्छ भनेदेखि हामी हरियोन 11 कडेरिया चोकमा अवस्थित रहेका छौँ। तपाईँहरूले आएर हाम्रो स्टोर भिजिट गर्न सक्नुहुन्छ।